नेपालमा धेरै मानिसहरूलाई हुने ग्यास्ट्रिक वास्तवमा ग्यास्ट्रिक नहुन पनि सक्छ। यो एउटा पेटभित्रको घाउ पेप्टिक अल्सर पनि हुन सक्छ। नमस्ते, म डाक्टर प्रवीण। तपाईको पेट बारम्बार पोलिरहन्छ, खाना खाइसके पश्चात अझै पनि एकदमै धेरै पेट दुख्छ, खाना खान मन त लाग्छ तर पेट दुख्ने कारणले खाना खान पनि सकिँदैन, दिशा एकदमै कालो हुन्छ, दिशामा रगत पनि देखिन सक्छ वा कहिलेकाहीँ भमिटिङ पनि हुन सक्छ। खाना खाँदा बित्तिकै पेट दुख्ने हुनाले खाना नखाएर ओजनमा पनि एकदमै घट्न सक्छ। पेप्टिक अल्सर डिजिज हुनुको सबैभन्दा सामान्य कारण हो एच पाइलोरी इन्फेक्सन। एच पाइलोरी भन्ने एउटा कीटाणु हो जसले आमाशयको सतहमा गएर ड्यामेज गर्दछ र आमाशयमा उत्पादन हुने पेप्सिन, हाइड्रोक्लोरिक एसिड जस्ता एसिडहरूले आमाशयको कोशिकालाई ड्यामेज गर्दछ र घाउ हुन थाल्छ। यदि तपाईँ अत्याधिक मात्रामा पेनकिलरहरू, सामान्य दुखाइ हुँदा पनि अत्याधिक मात्रामा पेनकिलर खानुहुन्छ भने तपाईलाई आमाशयमा पेप्टिक अल्सर डिजिज हुन सक्छ। यदि पेप्टिक अल्सर डिजिजलाई व्यवस्था गर्नुभयो भने ब्लिडिङ वा पर्फोरेसन जस्ता कम्प्लिकेसनहरू पनि देखिन सक्छन्। त्यसकारण पेप्टिक अल्सर डिजिजलाई सामान्य रूपमा नठान्नुहोस् र ग्यास्ट्रिकको औषधि मात्रै नखानुहोस्। तुरुन्तै नजिकैको चिकित्सककोमा गएर आवश्यक जाँच एवं परामर्श लिनुहोस्। धन्यवाद।